माननीय सदस्य बबलू गुप्ता। सामान्य सभामुखज्यू, आज विषय हाम्रो बोर्डर र हुलाकी राजमार्गको यो बिचमा जुन चाहिँ गाउँहरू अवस्थित छ त्यहाँनिर अझै पनि गाउँहरूले चाहिँ व्यापार गर्नलाई पाएको छैन। आज त्यो बोर्डर राजमार्ग र हुलाकी जुन चाहिँ हाम्रो हेर्ने हो भने बोर्डरसम्म 5 देखि 7 किलोमिटर छ। त्यो अवधिमा कुनै यदि चाइनिज स्याउ समेत पनि लगेर यदि व्यापार गरिन्छ भने के भनिन्छ भने यो तस्कर गर्न लाग्यो भनेर चाहिँ त्यहाँको जनतालाई चाहिँ तस्कर भनेर नाम दिइन्छ। यदि नेपालमा कुनै सामान सस्तो पर्छ र त्यो सामान चाहिँ यदि बोर्डरको छेउमा लगेर यदि व्यापार गर्नलाई खोजिन्छ भने हामीलाई चाहिँ तस्कर भनेर चाहिँ नाम दिइन्छ। हालै हेर्ने हो भने न्युज चाइनिज स्याउको विषयलाई कुरा उठाएको छ, ओखरको विषयलाई कुरा उठाएको छ। यो हामी त्यहाँ बस्ने जनता हाम्रै नेपालको होइन र? हामीले त्यहाँनिर व्यापार गर्नलाई पाउने कि नपाउने त्यो एउटा हाम्रो मुख्य समस्या पनि हो र विषय पनि यो चाहिँ उठेको छ। यदि नागरिकता दिइन्छ भने हक पनि दियोस्, अधिकार पनि दियोस् त्यो बोर्डरमा बस्ने जनतालाई भन्नलाई चाहन्छु। हस्, धन्यवाद।